एउटा खेलाडी उत्पादन गर्नलाई 7-8 वर्ष नर्मल्ली बेसिक भइसक्यो खेलाडी उत्पादन गर्नलाई 7-8 वर्ष लाग्छ क्या नेसनल टिममा फर्ममा ल्याउनलाई बनाउन खेल्नलाई र जिरो लेभलको खेलाडीलाई भनेको 12-15 वर्ष लाग्छ जिरो लेभलबाट सानै बच्चादेखिबाट उत्पादन गरेर खेलाडी 17-18 वर्ष 12-13-14 वर्षबाट नेसनल टिममा नियुक्ति गर्न सक्छ हामीले त्यो हुँदा बल्ल बल्ल एउटा खेलाडी उत्पादन गरेको छ एउटा दुईटा टिमको खेलाडी एउटा मात्र जाँदा हुन्थ्यो अनि नेसनल टिमको खेलाडी मोटामोटी सबै नै प्रयास गइसके भाइहरू अब म भन्दा पछाडि कप्तान भयो मानबहादुर भाइ अब मानबहादुर भाइ पनि गयो सँगसँगै अब टेकराज भाइ भयो सफरको हेमन्त भयो भनौँ अब त्यो हाम्रो राजेन्द्र विष्ट भयो यिनीहरूको टिम चाहिँ अब लगभग विशाल भाइ यिनीहरू जति पनि भाइहरू अलिकति राम्रो नेसनल टिममा खेलिरहेका छन् ती 2-4 वर्ष खेल्न सक्ने खुबी भएका भाइहरू थिए र खेल्थे पनि तिनीहरू तर अब त्यो वातावरण अनुकूलता नभएर सहजीकरण अब खेलले मात्रै हाम्रो जीविकापार्जन हुँदैन भन्ने लागेरै होला सायद उहाँले त राम्रो आफ्नो पारिवारिक स्थिति र आफ्नो उसको लागि राम्रो हुन्छ भनेर छोडेर जानुभएको होला जस्तो लाग्छ त्यसले गर्दा नेसनल टिम अबको नयाँ नेसनल टिम उत्पादन गर्नलाई त त्यतिको टिम बनाउन टाइम लाग्छ किनकि हामीसँग ट्रेनिङ छैन प्र्याक्टिस छैन र एउटा राम्रो कोचेस लेभलले ट्रेनिङ सँगै खेलाडी कन्टिन्यू ट्रेनिङ गर्दाखेरि त खासै त्यो नहुन्थ्यो होला तर खेलाडी उत्पादन गर्नलाई त्यो नहुनु भनेको चाहिँ धेरै नै असर नै पर्ने चिज कुरा